ल अब तिहारको लागि गाउँ जाने यात्रा सुरु भयो। हामी पुटलबाट पाल्पाको तर्फ यात्रा सुरु गरेका छौँ। यहाँबाट देखिएको माथिको डाँडा पाल्पा नुवाकोटको डाँडा। यो यात्रा हाम्रो कन्टिन्यू अब हुन्छ। म तपाईहरुलाई चाहिँ बाटोको अवस्था, तत्कालीन यात्राको बारेमा सम्पूर्ण जानकारीहरू दिँदै जानेछु। अहिले बजार अब सुनसान हुँदैछ। धेरै व्यक्तिहरू गाउँ जानको लागि साधनहरू चढेर प्रस्थान गरिसक्नु भएको छ। सबै साधनहरू लगभग भरिभरि हिँडिरहेका छन्। गाडीको चाप पनि बढी छ। पाल्पा, स्याङ्जा, पोखरा, पर्वत, बाग्लो, गुल्मी, अर्घाखाँची जाने गाडीहरू यही सडक भएर जाने गर्छन्। यात्राक्रममा बाँकी भिडियोहरू क्रमशः लिएर आउनेछु। अहिले बाटोको अवस्था बुटोलबाट यो प्रवेश बिन्दु हो। यहाँ सुरुवातमा बाटोको अवस्था राम्रो छ। बिस्तारै अब अगाडि बढ्दै जाँदा के कस्तो हुन्छ म तपाईहरुलाई जानकारी गराउँदै जानेछु। धन्यवाद।